पानी खाँदै पँधेरो नकुरेको बयाले आफैसक्यो नौ त्यस्तै भएको थाहा छैन रविध्वज राई रविध्वजको नाति विशालको छोरो बुस्टर माइलो हाम्रो पूर्णधन भेना हरिप्रसाद राई विष्णे बिजुवा फेरि उता हाम्रो के भन्छन् त्यो रास उठाउने आशिष थुलुङ जाली हान्ने चित्रबहादुर यता हाम्रो प्रदीप सर फेरि यता टक्क ल टक्क हात बाँधेर ओ हेर्नु त मुस्कान प्रदीप राईको फेरि यस्तो छ है प्रदीप राई म पनि पाला दिनेवाला छु यता बुस्टर माइलो फेरि यता हाम्रो सुभाष सुसेलीको यो 15 पाते खेतमा 9 मुरी आयो बिस्मुरी चाहिँ आउँछ भन्छन् अब खै हेरौँ के हुन्छ पालो सिस्टम छ फेरि साथीहरू गयो भनेर कञ्चन है कञ्चन जम्मै बुस उडाएर कञ्चन मौसम राम्रो छ हाम्रो यस बेला सोलुखुम्बु यो जुबुको सिर ल सोलुखुम्बु र खोटाङको सिमाना हो यो देख्न सक्नुहुनेछ जुबुको सिर अनि यसरी घुमाएर हेर्दाखेरि यो हाम्रो घाम अस्ताउँदै गरेको अवस्था यो चाहिँ हाम्रो सोलुखुम्बुको बोगल एयरपोर्ट हाम्रो सबैभन्दा चल्ने रोडहरू यताबाट पालिका जान्छ प्रदीप सर उता आउनुहुन्छ यहाँ हाम्रो राजाको रानी साँझ परेपछि मग बसाउँछ सुबास सर्छ हाम्रो आँगनकै गुलाब हो घरै माथिको बाँसघारी साथीहरू रमाइलो गरिरहनु भएको छ काम गर्दैको रमाइलो यो हाम्रो किचन रक्सी पार्ने बेला भएको छ अब हिउँदो लागेको चिसोको औषधि चिसोको दबाई अनि यता चाहिँ हाम्रो साथीहरू रमाइलो गर्दै हामी आज जम्मा 15 जना पालोले 15 पाथीको खेतमा 15 जना बिटा बोक्ने हो त्यसमा अब कोही भलिबल खेल्न जानुभयो कोही घरको समस्यालाई जानुभयो अनि पालो सिस्टमले हामी चाहिँ 4 जनाको ग्रुप छौँ 4 जना एकचोटिमा 4 जना गरेर छौँ हामी अब गोर्खा वेलफेयरको शिविर पनि छ अनि माथि रोडमा हाम्रो घर माथिबाट बाटो हिँड्दै हुनुहुन्छ अब साइली मिमीहरू हाम्रो माम जेठीहरू शिविरमा आँखा जचाएर घुँडा दुख्नेहरू जचाएर आउनु भएको छ उहाँहरू रूपमारीको माम नैबुको मामहरू शिविरबाट आउनु भएको छ गोर्खा वेलफेयरको शिविर पनि छ हामी त यस्तो लालुपाते
यहाँ हाम्रो घर हाम्रो साथीहरू ल ल